हामी अहिले तनहुँको डुम्रे भन्ने ठाउँमा छौँ। यहाँबाट हाम्रो यात्रा सुरु हुन्छ मनाङको लागि। यस्तो छ म डुम्रे बजार। हामी अहिले लमजुङको भोटेवडार भन्ने ठाउँमा आयो। यहाँ बाटोमा बसेर यस्तो ठाउँ छ। चिया खानलाई रोकिरहेको छ यो चिया पसलमा। ल कहाँ पुगेर त अहिले? यस्तो दामी लाग्यो नि मलाई। हिजो रामपुरदेखि यताको बाटो राम्रो यो रामपुरदेखि भीमाद आउने बाटो पनि यस्तो दामी लागेको थियो नयाँ। अनि त्यसपछि आज पनि डुम्रेदेखि बेसर आउने बाटोमा अलिकति बाटो त यस्तो दामी के राइड गर्ने यस्तो मजा लाग्यो। तर अलिकति दामी लाग्छ। ठाउँ चाहिँ राम्रो रहेछ। हामी यहाँ अहिले लमजुङको बेसी सर पुग्नुभन्दा 3-4 किलोमिटर अगाडि यहाँ ड्याम रहेछ, मध्य मर्स्याङ्गी ड्याम। यहाँ चाहिँ तल निक्लेको छ, तलपट्टिबाट आइरहेछ। यहाँ चाहिँ अलि माथि टप हो, त्यो धेरै छैन। आउँदै रमाइलो लाग्यो। कस्तो ठुल्ठुलो भवनहरू छ नि यार त्यहाँ। त्यही त है, त्यो पाखा पाखामा कस्तो ठुल्ठुलो भवनहरू छ यार, मजाको है। हाम्रो हेमन्त दाइ सुरुङबाट निस्किनु भयो, यहाँ मर्स्याङ्गीको सुरुङबाट, अनि माथि गइहाल्नु भयो। कहाँ रे? मर्स्याङ्गी तल बगिरहेछ। मर्स्याङ्गी तल छ, माथिपट्टि आयो। कहाँ थाहा छैन यो ठाउँको नाम चाहिँ, तर यहाँबाट सिधै खस्यो नि सिधै खोलामा पुगिन्छ। यस्तो ठाउँ छ। अफरोड सुरु भयो, कच्ची बाटो आयो अलि तलबाट 8-10 किलोमिटर भयो। हामी कच्ची बाटो आयो। हामी आगो बाटो चाहिँ यस्तो छ। मजाक नगर्नु, यहाँबाट खस्यो नि कहाँ पुग्छ? त्यहाँ पुग्छ यस्तो ठाउँमा। जानु जम्प गर्नु, ल जम्प गर्नु। हामी यो के झर्ना, यो खै के झर्ना भन्ने झर्नामा आएको छ होइन। झर्ना चाहिँ बहुत ठुलो छ, माथिसम्म छ झर्ना। त्यो झर्ना चाहिँ झर्ना हेर्न रोकेछ। यहाँ हाम्रो हेमन्त दाइ चाहिँ अगाडि गइसक्नुभएको छ। झर्नाको पानी आइरहेछ, बगिरहेछ झर्नाको पानी। झर्नाको चिसो पानी भन्ने यस्तै पानी लाग्यो। हेलो गाइज, यहाँ हाम्रो हेमन्त दाइ हुनुहुन्छ। दाइ यो झर्नाको नाम के हो भन्नु त? त्यहाँ लेखेछ त, ट्याग्रिङ वेलकम टु टार्दिङ मर्स्याङ्गी लमजुङ रे। त्यहाँ माथि जानुहुन्छ? नजान्न यो झर्ना भयो, छोडिदिनु नजानु, तलैबाट हेरौँ। यो माथिसम्म लामो झर्ना। यहाँ यो पारि यस्तो चट्टानको भिड छ होइन। यसको अपोजिटमा ठ्याक यतापट्टि नि यस्तो चट्टानको भिड छ, तर यहाँ माथिबाट झर्ना आइरहेछ। ठुलो अग्लो रमाइलो ठाउँ, मनाङ जाने बाटोमा है यो चाहिँ गाइज। यो साङ्गे वाटरफलमा आयो अहिले हामी। यहाँ आएपछि शीतल भयो नि दाइ है, गरम भइरहेको थियो। यही रेस्टुरेन्टमा अघि बाइक राखेर झर्ना हेर्न गएको थियो। यहीँ खाना खाँदैछ। यो पेसिवरबाट 2 घन्टा जतिको यात्रा होला यो। अनि यो के छ, होटल ब्लु स्काई भन्नेमा। यहाँ भेज खानाको 300, अरू मासु खानाको 500 भन्ने कुरा थियो। हामी भेज खाना खाने डिसिसन गऱ्यौँ। हाम्रो बाइकहरू हेर्दा छ यो होटल। यही हो, हाम्रो हेमन्त अगाडि गइराख्नुभएको छ। पछाडिबाट खोला नि देख्छ, साउन्डहरू हेर्छ। खाना खायो यो ठाउँमा। यहाँ पछाडिपट्टि सिधा पछाडि तल सिधै खोला छ है। यहाँ गयो भने सिधै खोलामा खसिदियो यहाँबाट। यस्तो ठाउँ छ यहाँ। यो बाटो यस्तो छ, तलपट्टि एकदम भिड देख्छ, यतापट्टि यो बाटो छ। अगाडि हाम्रो हेमन्त दाइ हुनुहुन्छ। मैले यसरी बाइक जाँदैछु। यहाँ साङ्गेभन्दा अगाडि यस्तो खोज छ होइन, ठाउँमा आइसक्यो। अहिले भर्खरसम्म यो नदीको किनारमा आइरहेको थियो, तर अहिले चाहिँ अलि माथि नै आइसक्यो। हेमन्त दाइ तपाईँलाई अझै हामी मनाङ त पुग्यो कि पुगेन थाहा छैन होइन। पुगेनौँ छैन, अझै लमजुङमै छौँ होला। लमजुङमै छ होला। तर ठाउँ चाहिँ रमाइलै छ। एन्टी लाइट पर्दो रहेछ। मर्स्याङ्गी गाउँपालिका जगत भन्ने ठाउँ रहेछ।
अघि हामी भात खाएको भन्दा चाहिँ यहाँ ठुलो बजार रहेछ नि त होटलहरू पनि रहेछन् थुप्रै यहाँ त उतापट्टि त्यो टिभीएसको ग्रुप पनि थियो होइन के छ खबर हेमन्त भन्ने चिन्दैनन् कि ब्रो यहाँ पहाड झरेर पो तराई झरेर पो हेमन्त राख्यो अहिले त हुमाकान्तमै फेरि पुरानो आउनु अहिले हुमाकान्त सबैले हेमन्त भनेर चिन्दैछ पहिला त किन त्यस्तो भयो मैले एकपल्ट सुनेको थिएँ कि पहाडबाट झरेपछि पार्वतीहरू प्रिटी हुन्छन् सरस्वतीहरू स्विटी हुन्छन् भन्ने सुनेर हुमाकान्त त अलि गाउँले नाम हो भनेर पुरा आफूलाई चाहिँ पुरा ठुलो ठानेर हेमन्त राख्नु भयो तर फेरि पछि फर्किनु सब नाममा केही राखेदैन जे छ नेचुरल आफ्नो आफ्नै पुरानोवाला ठिक हुन्छ भनेर एकदम सही बरु आफ्नो नेपाली संस्कृति अनुसारको नाम त्यही ठिक हुन्छ भनेर हेमन्त दाई पुरानै नाममा फर्किनु भएको छ त्यसको लागि तपाईँलाई धेरै धेरै कान्त दाई भन्नु कान्त दाई उमाकान्त बेलवासी दाई डेन्जर बाटोमा हामी हिँड्दैछौँ मनाङको एकदम खराब बाटो खराब त होइन यो पक्की बाटो जस्तो हुन्छ कति बाटो अनि खराबै बाटो छ बुङ झरना भन्ने ठाउँमा आयौँ हामी यो मनाङ अझै पुगेको छैन होला यस्तो यो रकै रक चट्टानको पहाडबाट ठुलो झरना झरिरहेको रहेछ यहाँ हेमन्त दाइले झरनामा पोज दिँदै हुनुहुन्छ झरना चाहिँ मजाको छ ठुलो तल नभन्न मलाई हुमाकान्त दाई भन्थे हुमे दाई हुनुहुन्छ यहाँ झरना आइरहेछ झरिरहेछ यो हामी आएको बाटो यस्तो कस्तो गाडी आयो दाई होइन यो रोलर यता जाने बाटो चाहिँ यस्तो छ यो बुङ झरना मर्स्याङदी नगरपालिका अझै लमजुङमै छौँ हामी यो रकै रक चट्टानको डाँडाबाट यस्तो मजाको झरना यो मर्स्याङदीमा आइरहेको छ यो मर्स्याङदी नदी यहाँ तल माथिबाट माथि कस्तो मजाको चिच्चा भएको ढुङ्गाहरू छ यस्तो रकै रक चट्टान यता पनि हाम्रो साइडमा पनि यो छ यस्तो अनि यो खोजबाट यात्रा गरेकै कति समय भइसक्यो खालि हामी आएको नदीको किनारै दुवैतिर चाहिँ ठुला महाभारत पर्वत श्रृङ्खला होइन बिचमा चाहिँ खोजमा चाहिँ मर्स्याङदी नदी बगिरहेको छ छेउछाउमा चाहिँ झरनाहरू यसरी छङछङाइरहेका छन् माडो धेरै छ प्राकृतिक सौन्दर्यको त बखान गरेर साध्य नै छैन अझै मेन हामी पुग्नै बाँकी छ अहिले बाटोमा छ अहिले यहीँबाट गन्तव्य नै होइन यता हाम्रो बाटोको छेउछाउमा देखिएका दृश्यहरू हामीले गन्तव्यमा पुगेपछि झनै अझ योभन्दा रमाइला दृश्यहरू त देखाउने नै छौँ होइन हो कि होइन बाटो राम्रो छ मजाको बाटोले हो कि सानो उसबाट जानुपर्छ तल मर्स्याङदी नदीमा अलिकति मिस्टेक भयो सिधै मर्स्याङदी नदीमा फर्किन्छ यहाँबाट यो ठाउँमा पिच छ न त धेरै जस्तो चाहिँ कच्ची बाटो नै छ यो झरना त कति हो कति यस्तो सानो झरना त यो अक्टोबस यही हो र अक्टोबस झरना यहाँ के छैन रहेछ हेर्नु न दि त्यही हो के
झर्ना त यहाँ राम्रो त्यहाँ तल ठुलो पानी आयो भने राम्रो हुन्छ बर्खामा अरू बेला राम्रो हुँदै रहेछ त्यही त अनि अक्टोबस त यहाँबाट माथिबाट ठुलो पानी आयो यहाँ ठोकेर पुरै चारतिरबाट पानी आउँछ नि त तल राम्रो हुन्छ अहिले पानी नै छैन अनि होइन अरू राम्रो रहेछन् अक्टोबस त झन् ठन्डा ठाउँमा छ यहाँ होइन यहाँ पछाडि यस्तो डेन्जर बाटो छ त्यहाँ हेर्दा बाटो हेर्नु त्यो माथि त्यस्तो बाटो चट्टानको एउटै चट्टानलाई काटेर बाटो बनाएको छ डेन्जर बाटो छ भाइ के छ बाटो त खतरा रहेछ त ओहो डेन्जर डेन्जर यहाँ चाहिँ हामी आएको बाटो तलबाट मजाको खतरा बाटो अहिले मनाङको चामे बजार आयो चामे बजार काटेर अलि अगाडिपट्टि यता हिमाल त यहाँ नजिकै पछाडि यो घरको पछाडि हिमाल छ यस्तो मजाको ठाउँ छ चामेभन्दा अलि थोरै माथिपट्टि आयो यहाँ हिमाल यहाँ नजिकै देखिरहेछ पारिपट्टि हिमालबाट झरेको झर्नाहरू यस्तो मजाले झरिरहेछ त्यहाँ अलि हिमालको माथिपट्टि त्यहाँ छ नि त्यहाँ हिउँहरू परेको देखिरहेछ यस्तो नजिकै यस्तो मजाको ठाउँ छ यो बाटो हामी जाने बाटो यही हो यो आएको पछाडिबाट आयो अब हामी जाने बाटो यो चाहिँ आएको बाटो सल्लाहगारी के सल्लाहगारी हो क्या सालगारी भन्दै हुनुहुन्छ त्यो ठाउँ चाहिँ मनाङ झन् राम्रो मुस्ताङभन्दा अझै राम्रो होइन मुस्ताङको आफ्नै मजा थियो मनाङको आफ्नै मजा छ आफ्नै छुट्टै टाइपको रकै रक चट्टानै चट्टान ढुङ्गा बाहेक केही देखिन्न हामी उताबाट आएदेखि सबै एकदम ठुलो हामी अहिले खरसाङ जाने बाटोमा धाताङ भन्ने ठाउँमा छौँ यहाँ स्याउ वाइनको स्याउको वाइन बन्ने फ्याक्ट्री रहेछ माथि त्यहाँ नजिकै हिमालहरू यहीँ देखिरहेछ तर मौसम चाहिँ क्लियर नभएर हामीले यति राम्रो अझ जति हेर्नुपर्ने त्यति भ्यू हेर्न पाएको छैन अरू चाहिँ ठिक छ एकदम मजाको ठाउँ लागेर चाहिँ एकदम बेस्ट प्लेस हिमाल क्या नजिक देखेछ हेमन्त आउँदै हुनुहुन्छ हिमालको तलबाट बाटो क्या बाटो छ यार जानु जानु अझै जानु यो के खालको हिमाल हो कि पहाड हो यार माथिपट्टि हिउँ जमिरहेछ यस्तो मजाको ठाउँ छ माथिबाट चिप्लेले खेलेर तल आउने ठाउँ जस्तो छ माथि त हिउँ मजाको हिउँ परिरहेछ यस्तो हिउँ छ माथि तर अहिले मौसम क्लियर नभएर देखेको छैन तलपट्टि यहाँ तलपट्टि मजाको कलकल खोला बगिरहेछ यो खोला झरिरहेछ यहाँ वाउ भन्ने जस्तो ठाउँ छ यार है दाइ एकदम कस्तो लाग्छ तपाईँलाई मनाङ राम्रो मुस्ताङ मुस्ताङ कि मनाङ तपाईँलाई मनाङ कि मुस्ताङ तर यो पनि मजा मनाङ मुस्ताङ नि राम्रो थियो तर यो पनि एकदम मजा ठाउँ लाग्यो के हिमाल यार त यहीँ छ यार हिमाल छ यस्तो मजा के हिमाल त हामी सँगसँगै छ के ल अब त पारि हामी अहिले मनाङ पिसाङ भन्ने ठाउँ पुग्यो यहाँ यस्तो हिमाल नजिकै छ पर यहाँ हिउँले छेकिरहेछ त्यहाँ यस्तो नजिकै यहाँ हिमाल छ यहीँ देखिन्छ क्या मजाको ठाउँ अब जाने बाटो चाहिँ यता हो हाम्रो दाइ गइसक्नु भयो एकछिन बसेर म फोटो खिच्छु साँझको 5:10 गयो अझ 1-1.5 घन्टा लाग्छ हामी खरसाङ जानलाई खरसाङ यस्तो यहाँहरू यस्तो गुम्बाहरू छ यो बजार तलको यो मेरो बाइक यहाँ अगाडि राखेको छु
यो मेरो बाइक छ। अब म यहाँबाट जान्छु। आइस जमिरहेको छ हाम्रो हेमन्त दाइले, उमाकान्त दाइले आइस खेल्दै हुनुहुन्छ। हे आइसमा तल अनि फेरि फुटेर तपाईँको होला फेरि ए कस्तो मजा यार है। यो त्यहाँ हेर्नु न अगाडि यहाँ पुरै आइस जमिरहेछ। आइसबाट हिँड्न नि मिल्छ माथिबाट यो होइन, खोला माथि जमिरहेछ। तल म आइस माथिबाटै हिँडिरहेको छु। यो यस्तो छ पुरै जमिरहेको छ। यो यस्तो मजाको छ। यो पुरै छोडिदिनु ठाउँ हाम्रो हेमन्त दाइ माथि पुरै जमिरहेको रहेछ। म त यो केही होला अरू नै होला जस्तो लागिरहेको थियो। हो दाजु ओहो आइसै जमिरहेछ माथि त। यहाँबाट माथि पुरै हिमाल छ। लड्नु भयो चिप्लिन्छ के चिप्लिन्छ यहाँ चिप लगाएर नि चिप्लिन्छ यहाँ त। ओ आइसमा मजा आयो। आइसले हान्ने तपाईँलाई आइसले हान आइसले ढुङ्गा हान्ने होइन। यस्तो आइसले पावर हेर्नु त। यो नहोइना चाहिँ आइस हो यो नहोइना आइस हो कि कति त जाडो छैन यस्तो आइसमा हुने होइन। यस्तो ठाउँसम्म छ। अनि यहाँ यो खोला छ नि, यो खोलाको माथि यो झर्नाको पानी हो। झर्नाबाट माथि हिमाल छ। हिमाल यहीँ छ नजिकै। अनि त्यहाँ माथि नै हिउँ जमिरहेछ। तल बिचमा अलिअलि खोला हो। अनि त्यहाँ तल टन्नै यहीँसम्म हिउँ जमिरहेछ। पुरै पानी आइस भइरहेछ। मजाको ठाउँ रहेछ। खाङसार सायद खाङसार पुग्न लाग्यो कि यो थाहा छैन। साँझको अहिले 6 बज्न लाग्यो। 6 बज्न 5 मिनट छ। 6 बज्न लाग्यो। यति बेला हामी खाङसार पुग्न लाग्यो। डुम्रेबाट बिहान हिँडेको 6 बज्यो। अहिले साँझको 6 बजे चाहिँ खाङसार हो कि होइन यस्तो सानसानो ठाउँमा छ। घर पनि छन्, होटल पनि छन्। सायद खाङसार नै हुन सक्छ। खाङसार आउनु टाइम लाग्छ भनेको थियो। यही होला सायद खाङसार मजाको छ यो खाङसार। अरू नै हो कि ए हुमै अनि आयो। त्यसमा लेखेको के हो भन्ने यसको त नाम चाहिँ मलाई थाहा छैन। पानीले घुमाइरहेछ। यहाँ पछाडि हाम्रो हेमन्त दाइ हुनुहुन्छ। पछाडि त्यहाँ सबै हिमालै हिमाल छ। ऊ त्यहाँ माथि पर छ घाम चल्किरहेछ। हामी अब खरसाङ केही खरसाङ पुग्न लाग्यो। त्यसमा लेखेको के हो भन्ने यसको त नाम चाहिँ मलाई थाहा छैन। पानीले घुमाइरहेछ। यहाँ पछाडि हाम्रो हेमन्त दाइ हुनुहुन्छ। पछाडि त्यहाँ सबै हिमालै हिमाल छ। ऊ त्यहाँ माथि पर छ घाम चल्किरहेछ। हामी अब खरसाङ केही खरसाङ पुग्न लाग्यो। अहिले खाङसारमा आयो। अब आज बस्ने ठाउँ यही हो। यहाँ हेमन्त दाइले चाहिँ अगाडि उकालो धेरै रहेछ। यहाँ उको बाइकलाई चाहिँ हल्का तल लड्यो। यहाँ चाहिँ यस्तो छ। एलिभेसन चाहिँ 3750 जति छ। 3750 मिटर हाइटमा छ। ऊ त्यो हेमन्त दाइले बाइक ल्याउँदै हुन्छ। हाम्रो खाङसारको बेड आज हाम्रो बसाइ यही ठाउँमा हुन्छ।